हेर्दै हेरे तल करा लाइन नमस्ते वेलकम ब्याक टु माई च्यानल। आई होप सबैजना सन्चै आरामी हुनुहुन्छ होला। म पनि सन्चै आरामी छु। अहिले चाहिँ भर्खर उज्यालो भए पनि भर्खर उठेको अनि उठेर भैँसीलाई हल्का रालसलाद हालेर उता परालाई पनि हालेर त्यसलाई चाहिँ रोटी खुवाएर म चाहिँ मकै गोड्न जान लाग्छु। अब आज सकिन्छ होला सबै मकै गोडेर। यता पनि सकिगयो, यो पनि हामीले गोडेको, यो पनि हामीले गोडेको। चाहिँ अन्टीहरूको यो चाहिँ हाम्रो अनि अगाडिको चाहिँ ठुलमम्मीहरूको हामीले गोर्लाको अस्तिबाट हो अनि सब सकेर अब लास्ट बारी हाम्रो मात्रै छ। त्यही पनि आज सकिन्छ होला सायद। अनि आज सकेपछि कहाँबाट भाउजू जानु त? यत्रो मकै हिजो मात्र गोरेको है, हिजो बिहान साँझ गोर्याम यहाँ तलसम्म। अब आज बिहान सकिन्छ होला अहिले एकछिन कहाँ। अब काँधमा फरा राखेपछि त सकेला भन्ने आशा र अब यहाँ चाहिँ म मेरो आन्टी पहिले आएर यहाँ अब सक्नेको निर्णय ल्याएर म उठ्नुभन्दा 10 मिनट अघि आएर यहाँ खनिरहनु भएको छ। म चाहिँ भर्खर आज किन खाइएको छैन, कसरी खन्ने खै त भाउजू, खै त मैले देखेन सकेला त्यत्र छ नि त कति होला र 2 फरा हान्ने सकियो। साझा सक्यो भने आनन्दै, लास्ट बारी यही हो। छिरी सकेला। नमस्कार नमस्कार। अब यहाँ पनि हाम्रो यो मेम्बरमा जोइन हुनु भएको छ। अब हेरौँ यहाँको खनाइ। तिनवटा भएर अनि त्यो त म खन्न सकिन्छ आइपुर घर जाने अझ अब खन्नु त्यही त मेरो बारी होइन, म बुझ्छु बारी होइन, म बुझ्छु। अब यस्तरी खन्नु पर्ने रहेछ हामीलाई के थाहा। ओरे पिया ओरे पिया ओरे पिया ओरे पिया ओरे पिया फाइनली हामी चाहिँ यहाँ मकै गोरेर सक्यो। आनन्दै लाग्छ, हल्का भिजायो कि ठ्याक्क हामी आएको 6 बजे हो अनि अहिले चाहिँ 8 बजे। थोरै थियो, आज त धेरै नि थिएन, छिटै सक्यो, खुसी लाग्यो। अब फेरि यहाँका मकैहरू यहाँको खेर्ने होला, 3 फाल्तु आएका त्यही गर्नु बाँकी छ। तरी 10 कट्ठा बारी सक्यो आज, कस्तो बितायो। सो चाहिँ यिनीहरूको स्कुलको बस आउँदैछ।
आज टक्क भिडियो हान्नु भनेको मलाई हान्न लाग्यो बसले यसको के बोतल स्कुलमा आयो नानीको ट्याङ पानी युकेजी क्लासले खोसेर खाइदियो अरे हेर्दिन होला त हेलो हेलो सैनुर चाहिँ यहाँदेखि गइसक्यो अब मेरो भाइलाई पठाउनु बाँकी छ बाई 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 आज चाहिँ घर एक्लै हुन्छ क्या अब युनु चाहिँ गयो अब मेरो भाइलाई पठाएर मम्मीलाई पठाएर आज घरमा एक्लै बस्ने मेरो प्लान छ अब त सत्यनाश त तिनीहरू गयो क्या त सत्यनाश तँलाई नि पठाउँछु भाषा मम्मी अब तँलाई पनि बर्दैन मान्छे हेलो पकर लौ पकर 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 वाह पकर अहिले चाहिँ म यता ठुलोमी घर आएको छु मेरो दाइको छोरीलाई हेर्न घर कोही हुन्न अरे अनि एक्लै हुनु रहेछ एक्लै छु नि तिम्रो घर खै मम्मी खै मम्मी खै पकरे खुसी भएर ताना ताना उठ 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 आऊ बल्ले उठ उठ आऊ उठ 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 आऊ आऊ त उठ उठ आम्मा उठ है आऊ आऊ घुम्न ल्या पर घुम्न ल्या हाँस्या हाँस्या कुठु आँट्यो कि कति हाँस्या मलाई फेरि बच्चा हेर्न यस्तो झ्याउ लाग्छ यी फेरि ठ्याक्कै उठेछन् फेरि ठ्याक्कमा आएपछि फेरि छुट्नु पर्दैन नि एकछिन नछुट्ने उठ्ने किन उठ्यो भर्खर त 5 महिना भयो 5 महिना भयो नि क्या कब उठ्नु चाहिन्छ को उठ्नु चाहिँ नि छुट्नु सकिन्न हाँड्यो अरे हाँड्या हाँड्या राटा यही काम छ अब के एकछिन नानीहरू अनि बस्यो फेरि घर कोही छैनन् क्या भाइ पनि स्कुल गयो मम्मी पनि बिहानमा अब यिनलाई हेर्ने बट्ने हो र लाडीले हेर्ने बट्ने ने खाटे होइन हानेको औ औ उठ उठ उठ्न ठगे पो उठ्ने त यो पानी के भन्छ नि यहाँ फेरि बिजे मुस्किन न खै त्यो ग्यास हाल्नु म यो थोरै हालेछ है धेरैमा चाहिन्न कहाँ गयो त दिउँसा खाने यति छ क्वातो बडा खोदी मान्छस् त्यो त्यति छ बच्चा 4 6 8 10 स्वाद चाहिँ हामीलाई अब टक्क आज 100 वटा भन्दा कम छैन बिहान त्यो मकै कुरिसकेर तेल हाल अहिले चाहिँ यहाँ पानीपुरी खाने कार्यक्रम हुँदैछ पुरी उसानेर उसान्नु पर्छ खद्दैन ग्यासका माथिका 3 ढक्कन जस्ता ग्यासको माथि हुन्छ नि त्यो खै यहाँ रहेछ सो करे चाहिँ बोची सक्यो मिल्यो कि नै माथि के टोक्दै भन्दा केही नदेखिनु भएको अब तेल खै सिसाको उसमा छ एया सुँगेर हाल राम्ररी हाल फेरि लाग्छ जग्गा कतै हेर्न भग्यो अनि पुरा हेर्न आउने पुरा कम्पोजिट पनि मारेर थपिनु हुन्छ हुन्छ क्या
धेरै तेल चाहिने यसलाई पुरानो के हुन्छ क्या त्यो बचिन फेरि त्यो त मैले तरकारी पकाउने के साथ त्यही भएर म सानो यतामा पकाउँछु त्यतामा पकाउनु पर्यो त्यसमा तरकारी पकाउने खाइदिनु अर्को खै त्यो पनिर पनि खाना निकाल्नु होला भन्ने थाहा होइन एउटा परा देता त परा निकाल्नु देता यता तेल तात्ते किने बनाउँछ त्यो हा उडाएर हालेर बनाउँछ न त फेरि तोरीको तेल के खुवाएर हाल्ने त तेल खरिदले यसो अलि ए खरे हैन हुन्छ बन्द गरे ग्यास तल गर्दा ग्यास डिङ डिङ गर्नुपर्छ नि घेरा रातो भयो सो अहिले चाहिँ पानीपुरी खाने भइसक्यो पानीपुरी बनिसक्यो चार चाहिँ अलि खतरै छ हाम्रो त कसलाई कति पर्छ नि अब जोलसँग खान्छ कि त्यसले खाने धेरै त्यो कसैलाई अड्ने कुरा हुन्न फेरि यो थालले त भित्र राख्ने राख्दै छु तिम्रो राख्दै हा कस्तो घाम छ भनेपछि यहाँ फेरि थाल खोज्नै गाह्रो छ यहाँ थियो यो चाट हाले भयो थालमा हा अलि यसकै गाडी ल्याउनु नि हात हात हाल्छ नि थाहा हुन्छ नि लगाएर न त नि अलि बिचमा पकाइदिनु बिहान बिस्तारै पाल पार्नु क्या भत्ता बुझ्ने मान्छे